Hello guys, welcome back my video. Very long time पछि म आज फेरि भिडियोमा आएको छु हैन। मेरो भिडियोलाई माया गरिदिनु होला, हेरिदिनु होला, मन परे लाइक काम दिनु होला भन्न चाहन्छु हैन। आज चाहिँ 2081 सालको अन्तिम दिन 21 गते चाहिँ पुरै पानी परेको अवस्था अनि असिना टन्नै झरेर यतातिर छ असिना पानी लास्ट कत्रो आयो आज। जाडो पनि छ, जाडो भएर ज्याकेट लाएर पनि हिँडिरहेको छु। आँसु भयो कहिले आँसु अलरेडी। कैसे लोग रहते हैं यार यहाँ पर। कति धेरै हाँस्न त आउँदैन भाइ, सिक्दैछु। अब यसो भ्यूहरू हेर्नु पऱ्यो। पानी परेको 21 साल अन्तिम दिन। अब आज आउँदै गरेको नयाँ वर्ष 2082 सालको तपाईँहरू सम्पूर्ण युट्युब फ्यामिलीलाई सबैजनालाई एक मुष्टमा ह्याप्पी न्यु इयर 2082 साल भन्न चाहन्छु है। हस् यस्तो छ है गाइजु। भ्युज चाहिँ पछाडि हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो बारी हो। बारी चाहिँ यस्तो मकै छर्न अब बाँकी छ। अब 2-4 गतितिरदेखि छर्नुपर्छ। मलसल बसेर राखेको छ। बारी चाहिँ यही हो है गाइज हाम्रो। यस्तो छ। अब म यता अर्को भ्युज देखाउँछु है गाइज। भ्युजहरू यस्तो देखिन्छ गाइज। तल चाहिँ फर्स्ट ट्याग फुल भन्दैछ। लगभग कम्प्लिट हुन लागेको रहेछ। अब चाहिँ जोस काम भइरहेछ तीव्र गतिमा। यो चाहिँ जित्रु भन्ज्याङ है, जित्रु भन्ज्याङ। यहाँबाट खतरा देख्छ त हो भ्यू त। फेरि कान्तिलो पथ हाइवे रोड है। यो चाहिँ काठमाडौँ जाने रोड पर्छ है। यता चाहिँ होटलहरू छ। तपाईँहरू नि यसो यतैबाट हिँड्नु भयो भने यतै हाम्रो गाउँठाउँको होटलतिर पसेर लोकल रौसी, लोकल मासु है, भालेको मासुहरू चाहिँ यतातिर वालछ्याल पाइन्छ। यो चाहिँ पुरै अदुवा है हाम्रो। यो पुरै अदुवा रोपेर राखेको छ। यस्तो असिना परेर खत्तम भन्यो है। लास असिनाहरू अझै छ यतातिर। देखाउँछु गाइज। यस्तो चिसो रहेछ यार। असिना चिसो छ है गाइज। तपाईँहरूकोतिर पऱ्यो कि परेन कमेन्ट गर्नु होला है गाइज। असिना पानी चाहिँ ठ्याक्कै 2022 सालको लास्ट दिन 31 गते चाहिँ असिना पानी पर्लै परेको अवस्था यतातिर टुनै चाहिँ त। कम चिसो छ त। अब चिरिप हान्ने हो। समझ रहे हो? रौसी गाइज। म चाहिँ अहिले फेरि अब घाँस काट्न जाँदैछु बाख्रालाई हँसिया बोकेर। वाउ उताको भ्यू यस्तो दामी देख्छ त हौ यता ब्याकग्राउन्डमा। खतरा छैन त। घाँस काट्नु पऱ्यो गाइस। के गर्नु घरमा बाख्रालाई घाँस छैन रहेछ। टक्क हँसियाले झ्याम हान्ने हो। यिनीहरू मध्येमा कुन चाहिँ हान्ने भन्ने कुरो भइरहेछ। पनि सिधा रहेछ यार। सकिन्छ त। मैले यो हानिदिनु पऱ्यो गाइस। यो रुख हानिदिनु पऱ्यो है। यो रुखमा म चढ्छु ल गाइस। ल गाइस म चढ्न गएँ ल। हेर्दै गर्नु ल।
गाइज अघिको असिनाले चरा पनि मरेछ हो टाउकोमै लागेछ यार चरा मरेछ नि असिनाले लागेर यार गाइज टाउकोमा लागेछ मरेछ गाइज डेन्जर आएको त नि खतरै आएको कि आज यो 21 सालको अन्तिम दिनमा खतरा असिना आयो हाम्रोतिर चाहिँ तपाईँहरूकोतिर आयो कि आएन